साथीहरू, आज चाहिँ म यो हरियो मकै है, हरियो मकै उसिनेर क्रिस्पी कर्न रेसिपी बनाउँदैछु र तपाईँहरू हेर्दै गर्नुहोस् है यो कस्तो बनिने छ। मकै छोडाएर है यसमा चाहिँ कर्नफ्लोर र अलिकति मैदा हालेर यसरी यसलाई हल्का पाराले चाहिँ मिक्स गर्नुपर्छ है। र मिक्स गरिसक्यो एकछिन राख्नुपर्छ यसलाई। र यता चाहिँ मैले रेडी गरेको छु प्याज हो, हरियो खोर्सानी है, अदुवा लसुन धनियाँ छ। र यता चाहिँ ब्ल्याक पेपर है, चाट मसला, अन्त यो भिनेगर हाल्नुपर्छ। र मेरोमा अहिले चाहिँ क्याप्सिकम चाहिँ छैन, बिना क्याप्सिकमको बनाउँदैछु है। अब हेरौँ कस्तो बन्छ। यसलाई चाहिँ 5 मिनट जति फ्राई गर्नुपर्छ है। त्यसको कलर चेन्ज भएपछि चाहिँ निकाल्नुपर्छ। चाहिँ कर्न पनि फ्राई भइसक्यो है। र अब यहाँनिर मैले कराई मेरो चाहिँ मकै पनि मैले फ्राई गरिसकेँ है। र अब चाहिँ मैले यहाँ कराई बसाएको छु, त्यही कर्न फ्राई गरेकै कराई बसाएको छु। र यसमा चाहिँ हामीले स्पेसली तेल चाहिँ युज नगर्दा हुन्छ है। गर्नु पऱ्यो भने अलिकति 1 चम्च जस्तो मात्रै। र यसमा चाहिँ अदुवा लसुन है र हरियो खोर्सानी हो एड गर्नुपर्छ। र यो एड गरेर यसमा प्याज पनि एड गरिदिनुपर्छ हो। अनि त्यहाँदेखि चाहिँ यसलाई सुक्खै यसरी पकाउनु पर्ने हुन्छ। यसमा चाहिँ क्याप्सिकम हुनु पर्थ्यो है, मेरोमा क्याप्सिकम चाहिँ छैन अहिले। मलाई त्यतिकै खानु मन पऱ्यो, अहिले हरियो मकैको सिजन छ नि त, त्यसले गर्दाखेरि नभए त प्याकेटको ल्याएर बनाउँदा त कति पनि हुँदैन, कति महँगो पर्दैन है। त्यही मौकामा चाहिँ अहिले सिजनमा मैले चाहिँ बनाइदिनु पऱ्यो भनेर सुरु गरेको है। हेरौँ अब कतिवटा सामान थिएन मेरोमा आज है, र पनि अब भइहाल्छ, अलिअलि भए पनि मिठो भयो भने भइहाल्यो भनेर चाहिँ अहिले तपाईँहरू रेस्टुरेन्टमा गएर खानुभयो भने 300मा यत्रो प्लेटमा चाहिँ अलिकति मात्रै दिन्छ है। त्यही भएर चाहिँ घरमा चाहिँ टन्नै बनाएर खाँदा भयो नि त है। 100को मकै ल्यायो भने 500 पाइहाल्छ। र यो चाहिँ मेरो भयो। अब यसमा कर्न डालिदिनुपर्छ है। र कर्न मैले यसमा एड गरिसकेँ है, फ्राई गरेको कर्न। अब यसमा चाहिँ एड गर्नुपर्ने हुन्छ तपाईँको यो हो ब्ल्याक सल्ट है। मेरोमा पिसेको दाना थिएन र मैले यो पाउडरै युज गर्छु। यो पनि दामी छ। र म यसमा चाहिँ स्पेसल्ली यसमा रेस्टुरेन्टतिर चाहिँ चाट मसला युज गर्दैन, तर मलाई चाहिँ मनपर्छ चाट मसला हालेको। त्यसैले गर्दाखेरि चाहिँ म चाट मसला पनि एड गर्छु है। मलाई यसको टेस्ट मिठो लाग्छ नि त, त्यही भएर। र यसमा भिनेगर पनि एड गरिदिनुपर्छ है। भिनेगर एड गर्नुपर्छ। र यसरी मजाले चलाउनुपर्छ है। मेरो ग्यास पनि एकदम मिडियम बनाएको छु है, ग्यास सानै छ मेरो। र हेर्नुहोस् त कति दामी हुँदैछ है। कतिवटा अब यहाँ रेस्टुरेन्टतिर तपाईँहरूले गर्नुभयो भने धनियाँहरू हालेको हुँदैन है। र मलाई चाहिँ धनियाँ चाट मसलाको टेस्ट मिठो लाग्छ, त्यही भएर मैले आफ्नै स्टाइलमा है बनाएको। र यो चाहिँ मेरो रेडी भइसक्यो है। र यसमा चाहिँ म अलिकति अहिले खाने बेलामा यो ओरेगानो पनि एड गर्छु, मलाई मनपर्छ। त्यसले गर्दाखेरि अब यो चाहिँ म निकाल्छु है। गरम गरम हामीले यसलाई खानुपर्छ।